स्वागत छ। आज पनि म फेरि आइसकेको छु तपाईहरुको सामुमा। आज चाहिँ म आधी बाटोबाटै भिडियो गर्दैछु किनभने आज म मेरो स्पेशल मान्छेसँग भेट भइरहेको छु। स्पेशल मान्छे तपाईहरुलाई अहिले भेटेपछि देखाउँछु। मेरो स्पेशल मान्छे को हो भनेर तपाईहरु हेर्दै गर्नुहोला। अनि म चाहिँ यहाँ बिच बाटोबाट भ्लग बनाइरहेको छु क्या। कताबाट जाउँ भयो। यताबाट जान्छु। यताबाट अलिक छिटो पुग्छ जस्तो लाग्छ मलाई जहाँसम्म। त्यही भएर म चाहिँ यताबाट हिँडेको। तपाईहरु सँगसँगै तपाईहरु पनि जोडिनु होला। यो चाहिँ सर्टकट बाटो जाउँ भनेर यताबाट आएको। मान्छेले कस्तो हेरे गरिरहेछ। मेरो साथीहरु चाहिँ अघि आइसक्यो रे। अनि म चाहिँ अहिले भर्खरै जाँदैछु। अनि उसले चाहिँ दुईचोटि फोन गरिसक्यो कि यता बाहिर। लगभग मेरोबाट त्यहाँ जानुलाई जम्मा 10 मिनट लाग्छ नि त। अनि म चाहिँ अल्छी के सुतेको भइरहेको थियो। अनि त्यही भएर म चाहिँ बिस्तारै हिँड्दैछु। बल्ल यहाँ मस्जिद आएपछि क्या। अनि हामी चाहिँ फिल्म हेर्न जानु लाग्यो। उसले चाहिँ भनिरहेको थियो कि अलिक छिट्टै भेटौँ, भिडियो सिडियो बनाऊँ यताउता भनिरहेको थियो। अनि म चाहिँ बिस्तारै म चाहिँ आइहाल्छ नि। उनीहरू उहाँ छ, म यहीँ त छु नि जस्तो लागेर म पुरा सुतेको है। बिहान उठेर पनि लास्टमा त उहाँहरू आइसक्नुभयो। म चाहिँ यही बाटोमै छु। मलाई चाहिँ लाज लागिरहेको छ। अब चाहिँ म उतै भेटेर तपाईहरुलाई देखाउँछु मेरो साथीलाई पनि। बाटो त कुनो म त हावादारीमा हिँडेको छु। जहाँसम्म लाग्छ मलाई चाहिँ एकदम सर्टकट बाटो हो। म चाहिँ अब पुग्ने बेला भयो। 5 मिनटमा पुग्छु होला सायद। तपाईहरु मेरो नजारा मात्रै कति हेर्नु, पछाडि पनि हेर्नु ल भ्यूहरू। मलाई चाहिँ भिडियो बनाउनु आउँदैन क्या। फर्स्ट टाइम बनाउँदैछु। अनि त्यही भएर चाहिँ मलाई एकदम लाज लागिरहेको छ। तर यस्तो हुँदैन। नेपालमा भएको भए त ए हुन्थ्यो नि त। अनि यहाँ त कसैलाई डिस्टर्ब पनि गर्दैन, के पनि गर्दैन। आफ्नै सुरमा हो क्या। अनि मान्छेहरूले चाहिँ हेरिरहेको छ खाना त। मलाई बान्दै भएन नि। यस्तो गर्नुपर्छ कहिले कस्तो। अब चाहिँ आई थिङ्क म चाहिँ अब पुग्नु लागे जस्तो छ। गाह्रो भइरहेछ। मोटाएर गाई झिन्न पनि सकेको छैन। दुबईको पानीले मोटायो भन्ने क्या। कताबाट जाउँ भयो। आई थिङ्क अब त आइपुगिहाल्यो। मेरो साथी चाहिँ कुरे गरिरहेको छ। म चाहिँ अब जान्छु। यहाँ चाहिँ म किनभने यस्तो तल गरेर किन नदेखाएको भने मेरो पछाडिको मान्छेहरू पनि आउँछ नि त। उनीहरूको कतिको प्राइभेट लाइफहरू हुन्छ। अनि त्यही भएर मैले चाहिँ यस्तो गरेर प्रायः जस्तो आकाशलाई नै देखाइरहेको छु। त्यही भएर माथि मात्रै देखाएको छु। मेरो थोपडामा थोप्दै हेरेर बस्नु आउनु के भन्नु त्यो भन्नु। म त गफै आएन। लाज पनि लाग्यो। गफ पनि छैन। अब जाँदैछु। म चाहिँ बोल्दाखेरि जतिखेर गर्दा रहेछ। अनि कतिले मलाई जिस्काउँछ क्या। तपाईँ जति बेला नि बोल्ने बेला यस्तो उस्तो गर्नुहुन्छ भनेर। तर केही छैन। म चाहिँ चल्दिएको। अब म चाहिँ आइपुगेँ। तर आई थिङ्क म चाहिँ माथि जानुपर्छ होला। मलाई त्यस्तो लागिरहेको छ। किनभने उहाँहरूले यहाँ आउनु हुँदैन। उहाँहरू उता अगाडि नै हुनुहुन्छ। म चाहिँ अलिक तल नै आइपुगेँ। त्यही भएर म चाहिँ अब माथि नै जान्छु उनीहरूलाई भेट्नुलाई। यो चाहिँ म हिँड्दै गरेको बाटो। दुबईको नजारा साँझ पखाएको यस्तो छ।
बर्दुबाईको टी स्टार आइपुग्न लाग्यो। A few moments later. उहाँहरू हो मेरो स्पेसल मान्छे। मेरो साथीहरू चाहिँ उहाँ पुरा फोटो खिचिरहेको छ अनि म चाहिँ यता बसिरहेको छु। उहाँ चाहिँ हो मेरो साथी। आइदिएको ल मोबाइलै टेढा भयो। राम्रो देखेछ। अब चाहिँ हामी जानु लाग्यो फिल्म हेर्नुलाई। अहिले चाहिँ जेरी मुभी हेर्नु जाने। अब हामी सबैजना वेटिङ गरेर बसिरहेको छौँ। मेरो साथीको बहिनी मेरो साथी। यहाँ चाहिँ हाम्रो दिइसक्यो टिकट। अब हामी बिस्तारै भित्र जानेछौँ। यहाँ चाहिँ हामी जाने। यहाँ चाहिँ हाम्रो भइसक्यो स्क्यान। अब चाहिँ हामी जाने। बाई बाई। गएको ल भित्र छिरेँ। म पनि छिरेको जाने। अब लचक 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 लाएर अगाडि हिँड्ने। अब पछाडि चाहिँ भिडियो हुँदैछ अनि हामी चाहिँ अगाडि हिँड्दैछौँ। हेलो म चाहिँ यहाँ लाज लागिरहेछ। हामी चाहिँ जाने। अब हाई गाइस। साथीको मोबाइलमा इन्जोय गर्दैछ। ऊ चाहिँ वासरुम गएको छ। उसले अहिले यो भिडियो हेरेर ढल्छ ऊ आफै। हामी चाहिँ अहिले वासरुममा छौँ। वेलकम के अरे हाई गाइस। हामी निशा लामा गोले। वेलकम टु माई मिनी ब्लग विथ मी विथ माई सिस्टर लभली एन्ड क्युटी सिस्टर। से हाई। हामी चाहिँ गयौँ। अब जारी पनि आउँदैछ। नेक्स्ट टाइम को आउने हो हामीसँग आउनु होला साथीहरू। अब हामी जान्छौँ साथीहरू। हामी चाहिँ यता र उता घुमेको भयो। के गर्नु नचिनेसी यस्तै हो। राइट पकाउनु क्या। अब जान्छौँ हामी। हामी चाहिँ नचिनेर हिँड्ने गरिरहेछौँ। गयौँ अब फिल्म हलभित्र। अब यहाँ चाहिँ स्टार्ट हुन्छ फिल्म। कोही छैन क्या हो नि। कति धेरै आइसकेको छ। अब हामी चाहिँ माथि जाने हो। ब्रेक भएर हामी चाहिँ कहाँ हिँडेको अहिले? सर्ट ब्रेक हिँडेको। अहिले चाहिँ हामी ब्रेक भएर आएको। यस्तो मजा आइरहेछ मलाई चाहिँ हेर्नलाई। मैले चाहिँ एकजना स्पेसल मान्छेलाई एकदम मिस गरेको थियो। फोटो नि त्यो मुभीमा चाहिँ मैले एकदमै मिस गरेँ। मैले चाहिँ यो भिडियो पठाउँछु तपाईँलाई। हाम्रो एभलान्स लिक गरेको छ। Are you okay? Yes, I'm fine. तर मेरो अक्सिजन लिक भएको छ। हाम्रो अक्सिजन स्टक कहाँ भएको छ? मैले के गर्न नसक्ने रहेछु। जेरी, मैले तँलाई सक्दैनस् भनेर भनेकै छैन। मैले तँलाई प्रश्न मात्र गरेको, के तैँले सक्छस् त? र यो प्रश्नको सुन्दरता भनेकै यसको जवाब तँसँग मात्रै छ। सो म तँलाई फेरि सोध्दैछु जेरी। जेरी, जेरी, जेरी।
J to Greece. कस्तो लाग्यो अलिकति लास्टमा चाहिँ अलिकति आँसु झरेको जस्तो भयो तर म रोएको होइन हाँसेको तर म हाँसेको है हाँसेको छैन रोको अहिले चाहिँ हामी फिल्म हेरेर पुरा फ्रेस भएको अब चाहिँ हामी जान थालेको बाई गाइस बाई फेरि अहिले भेटौँला यो पनि हेर्ने हामी चाहिँ निस्केको अब फिल्म हेरेर चट्टा लाएर अब बर्दुबेको नाइट भ्यू देख्दै जाने गर्छु अघि कस्तो लाज लागिरहेको बाई बाई हामी चाहिँ गएको अब बाई बाई आज चाहिँ एकदम रमाइलो भयो अब चाहिँ गएको नजाऊ न नजाऊ बाई बाई ल बाई बाई ल मलाई रुन मन लाग्यो गएर सो साथीहरू अहिले मेरो साथीहरू सबैजना जानुभयो साथी र साथीको बहिनी अनि म पनि अब जाँदैछु कस्तो नरमाइलो लाग्यो फर्स्ट भेटमै हामी यति धेरै क्लोज भयो होइन यति धेरै क्लोज भयो यति रमाइलो भयो त्यही भएर म चाहिँ एकदम ह्याप्पी छु अब चाहिँ म निस्किन जाँदैछु अब भोलि फेरि आफ्नो ड्युटी गर्नुपर्छ नि त अनि त्यही भएर चाहिँ अब जाने ब्लग चाहिँ लामो हुन्छ होला म छिटो छिटो गरेर पार्ट 1 पार्ट 2 गरेर हाल्छु सायद मलाई त्यस्तै लागिरहेछ अनि तपाईँहरूलाई पनि देखाउँछु अब चाहिँ साथीसँग भेटेको चाहिँ यति नै होइन अनि साथीसँग भेटेको भिडियो चाहिँ यति नै भयो अनि मलाई चाहिँ फर्स्टमा के यस्तो सुरुमा खोल्दाखेरि चाहिँ मलाई मतलब के बोलेको सुरुमा भेट्दाखेरि चाहिँ मैले के सोचेको थिएँ भने यस्तो भिडियो बनाउँछु भनेर सोचेको थिएँ र म फर्स्ट टाइम भेटेको हो नि त अनि फर्स्ट टाइम भेटेको अनि यस्तो मजाले भिडियो बनाउँछु भनेर सोचेको थिएँ अनि भिडियो बनाउनु पाएन कि अनि मलाई चाहिँ लाज लाग्यो अनि मैले चाहिँ बनाउन सकिनँ अनि लाज लाग्यो अनि पछि बनाउँदा मिल्दै अहिले चाहिँ उस भएको एकदम क्लोज भयो फर्स्ट भेटमै अब उसको ऊ नि कस्तो छ म पनि कस्तो छ थाहा थिएन नि त अनि फर्स्टमा ला के हुने होला कस्तो हुने होला मलाई चाहिँ कस्तो फर्स्ट टाइम त्यस्तो भइरहेको अहिले चाहिँ हामी यति क्लोज भयो होइन यति लगभग 5:30 बजे भनौँ न 5:30 बजे टु 10:30 बजीसम्म चाहिँ सँगै भयो अनि त्यतिको बिचमा हामी यति धेरै क्लोज भयो कि साथी र म आई मिस यु भोलि पर्सि यो भिडियो हेरेर नि चित्त बुझाउँछु म अब म पनि बिस्तारै रुम फर्किँदैछु हेर्दै गर्नु होला अब अनि हामी चाहिँ मैले चाहिँ कस्तो भने धेरै के क्लोज नभएर कस्तो लाज लागेर चाहिँ अनि फर्स्ट टाइम बनाउँदैछु नि त यसरी भिडियो अनि लाज लागेर चाहिँ मैले भिडियो खाएकोहरू भिडियो चाहिँ बनाएन फेरि साथीसँग भेटेर केही नै खाएन क्या हो यताउता चाहिँ नभन्नु हामीले चाहिँ खाजा खाएको तर मलाई चाहिँ त्यो फोनहरू ओपन गर्न चाहिँ लाज लाग्यो अनि त्यही भएर म चाहिँ केही नै गरेर उसले चाहिँ बनाएको छ उसको टिकटकमा गएर हेर्न सक्नुहुन्छ तपाईँले